हेलो गाइज, गुड मर्निङ। आज चाहिँ मेरो माइलो हजुरबाको बर्सी हो। हामी रेडी भइसकेको छौँ जानलाई। सबैजना उता पुगिसक्नु भएको थियो र म र मेरो फुपू जाँदै थिएँ। अनि ऊ चाहिँ बर्सी हुने घर। गाइज यिनीहरू अहिले नुहाउन गइरहेछन्। अनि यता चाहिँ खाना बनिरहेको जा रहे हैं आपके घर नहाने। उहाँ दुवैजना चाहिँ मेरो चाची र मेरो मामु होइस्यो। हामी आज हुजुरको वार्षिक पुण्यतिथि ऊ खेलिरहेको चाहिँ मेरो चाचाको छोरा। अनि यता सबैजना रेडी भइरहेका थिए। अनि मेरो चाची अनि मेरो चाहिँ बहिनी यता चाहिँ बर्सीको पूजाको तयारी भइरहेको थियो। अनि यता पनि सबैजना रेडी भइरहेका थिए, मेरो अर्को चाचीहरू दिजूहरू। अनि ऊ चाहिँ मेरो अर्को चाचीको छोरी, धेरै क्युट छिन्। अनि अझै पनि रेडी हुने कार्यक्रम जारी नै थियो। अनि बहिनी चाहिँ फर्स्ट टाइम नेपाल भएकोले अलि रिसाइरहेका थिए बच्चाहरू चाहिँ। यता नि पूजाको तयारी भइरहेको थियो, भित्र पनि पूजाको तयारी भइरहेको थियो। सबैजना आफूले सक्ने कामहरू सबैजना गरिरहेका थिए। कतै खाना पाकिरहेको थियो भने कतै रेडी भइरहेका थिए, कतै पूजाको तयारी भइरहेको थियो। सबैजना लागेका थियौँ हामीहरू। मान्छेहरूको आउने कार्यक्रम नि बिस्तारै बिस्तारै चलिरहेको थियो। अनि हामीले अलि फोटोहरू लियौँ फुपूहरूसँग। अनि उहाँ चाहिँ मेरो ठुलो फुपाजु होइसिन्छ। अनि सबैजना आइरहेका थिए, हाम्रो रिलेटिभहरू, गाउँको मान्छेहरू। खाना बन्ने काम चाहिँ अझै नै जारी थियो। हाम्रो मुवाहरू चाचीहरू खाना बनाइसिँदै होइस्यो, पुरी, कोही सेल। अनि हाम्रो कल्चर अनुसार यता पूजा भइरहेको थियो। सबैजना यता पूजा गरिरहेका थिए पावन बाजेहरूसँगै। अनि हामी सबैजनाको धेरै पछि यसरी मिटअप भएको कारणले अलि कुराकानी पनि भइरहेको थियो र हामीहरू गफ पनि गरिरहेका थियौँ। अनि यता चाहिँ पूजा गर्ने ठाउँ, अनि सबैजना गएर त्यहाँ पूजा गरिरहेका थिए पालो पालो गरेर। पूजा गरिसकेपछि हामी सबैजनाले प्रसाद लियौँ र अब चाहिँ खाना खाने पालो। खाना सबैजना बिस्तारै गरेर खाना खानतर्फ लाग्यौँ र सबैले पालो पालो गरेर खाना खायौँ। मान्छेहरू चाहिँ बिस्तारै बिस्तारै आउने भएको कारणले मान्छेहरू चाहिँ साँझसम्म पनि आए खाना खानलाई चाहिँ। एउटा साइड पुरुषहरू र एउटा साइड महिलाहरू सबैजना खाना खाइरहेका थिए। हाम्रो आमाहरू बजेहरू सबैजना खाना खानु हुँदै थियो। तिर चाहिँ यसरी आफन्तहरूको ग्यादरिङ भइरहेको थियो। सबैजनाले गफ गरिरहेका थियौँ। रिलेटिभहरू चाहिँ साँझ 4-5 बजेसम्म पनि आउनुभयो र सबैजनाले भेट्नु भयो र एकछिन रमाइलो भयो। सबैजना बसेर एकछिन चाहिँ कुरा गरे। यता अब सबैले कामहरू सकाएर गफ चलिरहेको थियो। सबै मुवाहरू, दिजूहरू, आमाहरू सबैजना बसेर कुरा गरिरहेका थिए। फुपूहरू
Thank you so much for watching guys. Don't forget to subscribe my YouTube channel.